यो गिजरमा यस्तो समस्या छ कि एकछिन चल्छ त्यसपछि बन्द भइदिन्छ। टेम्परेचर लगभग 40-45 पुगेपछि आफै अटोमेटिक बन्द भइदिन्छ। लगभग म्याक्सिमम 1 मिनेटसम्म चल्छ त्यसपछि बन्द भइदिन्छ। यस्तो छ समस्या। म तपाईहरुलाई गिजर अन गरेर देखाउँछु। यो जस्तै मैले गिजर अन गरे र ग्यास चालु भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ टेम्परेचर अब बढ्न सुरु गर्छ। म तपाईहरुलाई नजिकबाट देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ ग्यास गिजर अन भइसकेछ। यहाँ आगो बलिरहेछ र टेम्परेचर पनि बढिरहेछ। अब एकैछिनमा यो बन्द भइदिन्छ र टेम्परेचर घट्न सुरु गर्छ। ल हेर्नुस्, यहाँ आगो बन्द भइसक्यो र टेम्परेचर पनि घट्न सुरु भयो। अब यसमा के समस्या छ म तपाईहरुलाई देखाउने छु यो भिडियोमा। कृपया भिडियोलाई अन्तसम्म हेर्नु होला। यसमा मैले ग्यास पनि हाईमा गरेछु र यो विन्टरमा पनि गरेछु सिलेक्टर र यो वाटर म्याक्समा गरेछु पानी धेरै आओस् भनेर। तर पनि यो समस्या यस्तो गरिरहेछ कि एकछिन चल्ने र बन्द हुने। फेरि जहिले पनि यस्तो गर्दैन, कहिलेकाहीँ चल्छ, मज्जाले चल्छ र कहिलेकाहीँ यस्तै समस्या गर्छ कि एकछिन चल्छ र बन्द हुन्छ। अब म यो गिजरमा के समस्या छ त्यो मैले खोलेर देखाउँछु गिजर र त्यो सामान पनि हेरेर देखाउँछु तपाईहरुलाई। कृपया भिडियोलाई अन्तसम्म हेर्नु होला। सर्वप्रथम गिजरलाई बन्द गर्नु पर्यो। यहाँ पहिला धारा बन्द गर्न पर्छ, त्यसपछि यो बटन पनि बन्द गर्न पर्छ र त्यसपछि यो सिलेक्टर स्विच खोल्नु पर्छ। यो सिम्पली यस्तै लागेको मात्रै हुन्छ र पेचकस हालेर यसरी उचालेपछि निस्किन्छ। यो तीनटा सिलेक्टर खोलिसकेपछि हामीले पेचकसको यो सहायताले स्क्रुहरू खोल्नु पर्छ। यो गिजरको तलपट्टि दुईटा स्क्रू हुन्छ र माथि पनि दुईटा स्क्रू दिएको छ र अब यो पेचकसले खोल्दैन। म अर्को पेचकसबाट खोलेर देखाउँछु। मसँग अहिले यो सानो पेचकस छ, यो हेर्न सक्नुहुन्छ। र सानो पेचकसको सहायताले माथि दुईटा स्क्रू हुन्छ त्यो खोल्नु पर्छ। हाम्रो गिजर खुलिसक्यो। यहाँ कनेक्टर हुन्छ दुईटा कनेक्टर, यो छुट्याएर यसलाई अलग गर्न सकिन्छ। यो अब हाम्रो गिजर खुलिसकेछ। अब यसको मेन समस्या भनेको यो भल्भमा छ। यो भल्भ छ, यसले ग्यासलाई खोल्ने र बन्द गर्ने काम गर्छ र यही खराब भएर हाम्रो चाहिँ ग्यासलाई एकैछिनमा बन्द गर्दैछ। यसलाई हामीले अब चेन्ज गर्नुपर्छ। यो ग्यास यहाँबाट इनलेट हुन्छ र यहाँबाट यसरी यता आगो फाल्छ र यो खोल्नुभन्दा पहिला साथीहरू हामीले ग्यासलाई अफ गर्नुपर्छ। मैले ग्यास अफ गरिसकेँ। अब यो खोल्न मिल्छ। यो यसमा दुईटा स्क्रू लागेको हुन्छ, एउटा यता र दुईटै कुनामा स्क्रू लागेको हुन्छ यसरी। यो हाम्रो ग्यास अन अफ गर्ने भल्भ हो। यो खराब भयो भने यस्तो एकछिन चल्ने त्यसपछि बन्द हुने समस्या हुन्छ। यो मैले नयाँ ल्याएको छु। अब यो मैले चेन्ज गर्छु। यो पुरानो भयो, यो नयाँ भयो। हाम्रो चाहिँ ग्यास गिजरमा यो भल्भ चाहिँ यहाँनिर लागेको हुन्छ। एउटा यहाँ माथि स्क्रू लागेको हुन्छ र यो भल्भ भयो ग्यास अन अफ गर्ने। यो त्यहाँ तल गएर बस्छ
र यसले यसरी भयो भने खुल्छ ग्यास र यसरी भयो भने ग्यास बन्द हुन्छ। अब म यो फिट गरेर देखाउने छु। यो बल्बको तलतिर एउटा वार्सल हुन्छ, त्यो वार्सल लगाउन अनिवार्य हुन्छ, नभए ग्यास लिक भइरहेको छ। यो लगाउँदाखेरि यो तार माथि भएको हुनुपर्छ। हाम्रो अब यो बल्ब फिट भइसकेछ। अब यसलाई कनेक्सन दिनु पर्यो। कनेक्टर राम्रोसँग लगाउनु पर्छ र अब हाम्रो यो माथिको कभर लगाइदिनु पर्छ। यो दुईटा कनेक्टर हुन्छ, एउटा टेम्परेचर सेन्सर हुन्छ र अर्को चाहिँ डिस्प्लेको लागि हुन्छ, टेम्परेचर डिस्प्लेको लागि। यो डिस्प्लेको लागि वायर हो र यो चाहिँ टेम्परेचर कति पुगेछ वाटरको त्यो देखाउनलाई यहाँ आएको हुन्छ कनेक्सन। र म यस्तै लगाउनु भन्दा पहिल्यै तपाईहरुलाई चेक गरेर देखाउने छु। पहिला सर्वप्रथम ग्यास अन गर्न पर्यो। अब यहाँ बटन हुन्छ अन अफ गर्ने, अन गर्न पर्यो र यहाँ धारा चालु गर्न पर्यो। ल साथीहरु, ग्यास गिजर अन भइसकेछ। टेम्परेचर पनि हेर्न सक्नुहुन्छ, बढिरहेछ। अब ल है साथीहरु, टेम्परेचर 47 पुगिसक्यो र ग्यास अहिलेसम्म बन्द भएको छैन। यानि कि यो भल्भ खराब भएर यस्तो समस्या हुन्छ। एकछिन चल्ने, त्यसपछि बन्द हुने। यो चेन्ज गरिदिएपछि राम्रोसँग काम गर्न थाल्छ। टेम्परेचर 48 पुगेछ र आगो पनि बलिरहेको छ। अहिलेसम्म बन्द भएको छैन। 49 भइसक्यो। ल साथीहरु, यो गिजर कम्प्लिट भइसक्यो। अब हामीले यसलाई फिट गर्नेछौँ। सर्वप्रथम यो धारा बन्द गर्नुपर्छ र ग्यास गिजर बन्द हुन्छ। त्यसपछि यो बटनलाई पनि अफ गर्नुपर्छ। ल साथीहरु, भिडियोलाई अन्तसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद। र यस्तै रिपेयर सम्बन्धी भिडियो हेर्नको लागि कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोला। र हाम्रो अहिले गिजर कम्प्लिट भइसक्यो।